गाइस अब यहाँ उपस्थित भइसकेका छन् हाम्रा बुढाबुढीहरू यहाँ हेर्न सक्नुहुनेछ ताप्लेजुङको आलु हेर्न सक्नु कति मिठो रहेछ सबैले भनौँ एकै स्वरमा सो गाइस हाम्रो स्वर सुनेर नडराउनु होला हजुरले एयरफोन लाउनु भएको छ भने अगाडि नै थुत्ने प्रयास गर्नु होला किनकि हाम्रो स्वर धेरै ठुलो रहेको छ फाइनल्ली गाइस उहाँ हेर्न सक्नुहुन्छ एकजना चाहिँ एक्लै ढेडु जस्तो उभिराखेको छ हैन उहाँलाई क्यामेरा फोबिया हुन सक्छ उहाँहरू चाहिँ यहाँ मेरा फुच्ची भए पनि यिनी फुपू हुन् साइनोले लिम्बूको साइनो के गर्नु यस्तै हुन्छ हैन यिनी फुपूहरू हुन् र यिनी पनि फुपू हुन् यहाँ सबै मेभन्दा ठुलो छन् यो मात्रै मेरो चुरबुसी बहिनी हो यो मात्रै चुरबुसे बहिनी हो हैन यिनी सबै फुपूहरू हुन् हेर्नु गाइस लिम्बूको साइनो सारो छ ताप्लेजुङको यहाँ खाइएछ गाइस हेर्नु किरा खाएको अवस्था आन्टीले खाइएछ के गर्नु हामी बिदा हुन चाहन्छु बाइ बाइ देख्न सक्नुहुनेछ हाम्रो विद्यार्थी भाइ बहिनीहरू यहाँदेखि बिदा लिएर गइसक्नु भएको छ नभए उहाँहरूको घरमा गएर मजाले ढाड मस्किन्छ फेरि यति लामो भाटाले नि त्यही भएर गाइस सधैँ सतर्क रहौँ आफ्नो काम आफै टाइममा गरौँ तर आजको भ्लगले मेरो पनि किरा पर्न सक्छ हेर्नु गाइस तर किरा छैन भन्ने अवस्था होइन धेरै लगेको तर मिठो छ आहा सो गाइस अहिलेको यो मिनी ब्लग पनि यहीँ अन्त्य गर्न चाहन्छु हस् त धन्यवाद